कहिले फिर्ता हुन्छ भन्दा मङ्गोल नेसनल अर्गनाइजेसन राजनीति दल जब शक्ति र सत्तामा पुग्न सक्दैन तबसम्म यो हाम्रो फिर्ता हुन पनि सक्दैन। हामी कसैसँग क्रान्ति गरेर होइन, बम बारुदसँग होइन, हामी कसैलाई धम्क्याएर आई हतियारले चाहिँ हामीले तर्साएर हामी लिन चाहदैनौँ। किनभने यो देशको भूमिपुत्र मूलवासी मङ्गोलहरू वैचारिक क्रान्ति लडेर एउटा राजनीति गरिरहेको छ। सम्पूर्ण छिमेकी राष्ट्रहरूसँग सुमधुर सुशासन कायम गरेर हामीले फिर्ता ल्याउँछौँ। त्यो दिन देखाएर छोड्नेछौँ, ढिलो होस् तर हामीले त्यो एउटा नीति तयार बनाएर हामी फिर्ता लिएरै छोड्छौँ। त्यतिखेर मात्रै हामीले मुक्ति पाउन सक्छौँ। होइन रहेछन् भने यी विभिन्न राजनीतिक दलका साथीहरू पटक पटक शक्ति र सरकारमा पुगिसक्दाखेरि पनि पटक पटक मिली चाहिँ देश बेचिरहेको छ। यो देश बेच्नको लागि हामीले धेरै सहयोग गरेछौँ, अब सहयोग गर्नु हुँदैन भन्ने सन्दर्भ हो। किनभने जुन विधेयकमा तपाईँ हामीले आँखाले देख्दा देख्दै पनि हामी नदेख्ने अन्धो जस्तो भइरहेका छौँ। किनभने हेर्नुहोस्, अब यो अर्कालाई देश बन्दाकी दिनेहरूलाई अब आउँदै गरेको चुनावमा फेरि भोट दिएर हामीले विजय गरायौँ भने यो मुलुक कता होइन, यो देशको सार्वभौम 80% थेप्चेचिम्सेहरू कता त्यतिखेर थाहा हुन्छ। त्यो समय आउँछ, त्यो समय आउन दिने या नदिने त्यो हाम्रै हातमा छ। त्यस कारणले गर्दाखेरि तपाईँ हाम्रो चेत खुलेन भने थाहा हुन्छ, लेखेर राख्दा हुन्छ। त्यति मात्र होइन, आज यो देशको मूलवासीहरूको चेतना जागरण भइरहँदाखेरि, चेतना खुल्दै गर्दाखेरि हरेक विधेयक पास गरेर अहिले जुन एउटा चाहिँ विधेयक पास गरेको छ नागरिकता सम्बन्धमा, अब यो देशको थेप्चाचिम्सेहरूलाई सबै चाहिँ तपाईँको गाउँ सर्जिमेन्टदेखि लिएर पुलिस सर्जिमेन्टसम्म गराएर नागरिकता बनाउनु पर्ने स्थिति पुर्याउँछ। कयौँ सोझो सिधाहरू कार्यालय देखेको अवस्था पनि हुँदैन, बोलेको एउटा आफ्नो बोली पनि बिग्दैन। त्यो अवस्थामा बिना नागरिकता बस्नुपर्ने स्थितिहरू पनि छन् हाम्रो मुलुकमा। तर भारतबाट सिधै आउने साथीहरूले नागरिकता प्राप्त गर्दैछन्। त्यो गर्नुको खातिर के हो भन्दाखेरि शक्ति र सत्तामा केही समय भएमा अझै अडिनको लागि, उसको हातमा भोटर सङ्कलन गर्नको लागि यो चाल खेल्दैछ। त्यस कारणले गर्दाखेरि अब कुन अवस्थामा पुग्दैछौँ हामी त्यो कुराहरू मनन गरेर तपाईँहरूले त्यो एउटा चाहिँ विषयलाई ध्यान पुर्याएर भए पनि तपाईँहरूले निरन्तर रूपमा एकताबद्ध भएर यो देशको सार्वभौम मूलवासी मङ्गोलहरू एक ठाउँमा उभिएर तपाईँले अघि बढ्नुपर्छ भन्ने आह्वान र अनुरोध गर्न चाहन्छु। यहाँ विभिन्न राजनीतिक दलका साथीहरूले विभेद रहित समाज निर्माण गर्नको लागि हाम्रो राजनीति हो भनिरहेका हुन्छन्। कयौँ मिठासे भाषणहरूमा सुन्छौँ हामी भातृत्वता र समानताको चाहिँ एउटा विधेयक पास गरेर लैजानको लागि र सद्भाव राख्नको लागि हाम्रो राजनीति हो भन्ने पनि सुन्छौँ हामी। तर पटक पटक हामीले जुन खालको चाहिँ नि सहयोग पुर्याएर भोट दिएर तपाईँ हामीले विजय गराए पनि यो बोलीमै मात्रै सीमित भइरहेको स्थिति हो। हामीले देखिरहेका छौँ विभेद कहाँ छैन, विभेद कसरी छैन, अन्याय हामीलाई किन छैन, त्यो कुराहरू छुट्याउन हामीले पनि सक्नुपर्छ आजको समयमा। किनभने हेर्नुहोस्, यहाँ झापामा पनि एकजना दलितमाथि चाहिँ नि तपाईँको निर्घात कुटपिटपछि हत्या भएको छ। विभिन्न ठाउँमा त्यो अहिले पनि रोकिएको छैन। किन रोकिँदैन? कहाँको साथीहरूको कङ्ग्रेसको समानता, कहाँ छ एमाले माओवादीका समानता, भातृत्वता स्वतन्त्रता? त्यस कारणले गर्दा अझै पनि बुझ्न सक्दैनौँ भने यस्तै खालको चरम एक खालको चाहिँ दुर्भाग्यपूर्ण भएर हाम्रो जुन जेनेरेसनहरू पनि जानुपर्ने स्थितिहरू देखिँदैछ। किनभने आज हेर्नुहोस्, जुन बेला
यो मुलुकमा आविष्कारवादी जुन बेलामा असली इन्जिनियर सबैभन्दा चाहिँ नि सिवान मान्छेहरूलाई आज दलित बनाउने कामहरू भइरहेको छ हो कि होइन देखेका छौँ नि हामीले त्यो हेर्नुहोस् त बाहुनको घरमा त्रिशूल छ नि त्रिशूल कुन चाहिँ उपाध्याय बाहुनले बनाएको हो त्यो थाहा छ कुन चाहिँ उपाध्याय बाहुनले बनाएको त्यो काँडीले बनाएको होइन उसलाई इन्जिनियर हो कि आविष्कारवादी हो कि त्यो दलित हो त हिजो आज हेर्नुहोस् यो अवाध खेतहरू देख्दैछौँ हामीले यो अवाध हुन त्यत्तिकै यो अवाध भएको होइन आज विभिन्न कल कारखाना मेसिनहरूबाट हाई हतियारहरू उत्पादन हुन्छ तर हिजो जबरजस्त आकार निकालेर कुटो कोदालो बन्चरो खुकुरी बनाउने खच्चिया हँसिया बनाउने आविष्कारवादी हो कि होइन त्यही विकले चाहिँ हाई हतियार नबनाइदिएको भए हामी आवाज बनाउन सक्दैनथ्यौँ आज जङ्गली सभ्यतामै रहन्थ्यो हो कि होइन कुन चाहिँ बाहुनले बनाएको छ खुकुरी बन्चरोहरू थाहा छ इतिहास छ त्यस्तो चाहिँ आविष्कारवादीलाई सम्मान गर्नुपर्ने ठाउँमा चाहिँ दलित बनाएर चाहिँ हेपेर चाहिँ थिचेर चाहिँ तपाईँको राख्ने मुलुकमा कहिल्यै समानता र सद्भाव हुन्छ हुन सक्दैन हुन्छ त केवल के हो त भन्दा अघि त्यतिकै हामीले अङ्क गणितको चाहिँ हिसाब गरे होइन त्यो बराबर पुर्याउने चाहिँ एउटै मात्रै राजनीति दल हो मङ्गोल नेसन अर्गनाइज सङ्गठन मात्र हो कि होइन त्यस कारणले गर्दाखेरि हाम्रा दिदीबहिनीहरूलाई पनि चिसो पर्न सक्छ हाम्रो दाजुभाइहरूलाई पनि चिसो पर्न सक्छ अब यो कामीलाई पनि घरभित्र ल्याउनु पर्ने भयो मङ्गोल नेसन अर्गनाइजेसन सङ्गठनले के निकाल्यो यो यत्रो चाहिँ नै परापूर्वकालदेखि चलाइ ल्याएको कुराहरू चलन चल्ती पनि हराउनु पर्यो भन्ने तिर पनि मान्नु भएको होला तिर नमान्नुहोस् किनभने तपाईँहरूलाई म चुनौतीको साथ अनुरोध गर्न चाहन्छु तपाईँहरू आज सजी सजाउ चाहिँ ढपक्क चाहिँ तपाईँको झुम्का लाउनु भएको छ कानमा मुन्द्राहरू नाकमा मुन्द्राहरू लाउनु भएको छ चुराहरू लाउनु भएको छ कुन चाहिँ उपाध्याय बाहुनले निर्माण गरेको थियो थाहा छ कसले बनाएको कामीले बनाएको हो नि त्यो चुलामा किन लानुभयो त्यो लगाएर बाहुनीले उहाँ हेर्नु त घरभित्र पूजा कोठामा पनि लान्छ त हुन्छ त्यस्ता श्रम चोर कुरा गरेर हुन्छ आजको युगमा त्यस कारणले गर्दा समानता र बाध्यता स्वतन्त्रता दिनु छ भने मङ्गोल नेसन अर्गनाइजेसन सङ्गठनले मद्दत दिन्छ यो कुराहरू जो आविष्कारवादी छ त्यसलाई हरेक विधेयकबाट खसालेर चाहिँ आज मान्छे भएर पनि मान्छे जस्तो नगर्ने एउटा युगबाट हामी फर्किनुपर्छ हामी साँच्चै मान्छे जस्तो बन्न र बनाउनको लागि अघि बढ्नुपर्छ भन्ने अब हाम्रो अनुरोध पनि हो यहाँ किनभने हिजो त्यस्तो चाहिँ पुष्माको ठन्डीमा जाडोबाट पनि बचाउने हरेक जबरजस्त तपाईँको डिजाइन बनाएर चाहिँ नि आविष्कार गर्ने दर्जी समुदाय हो कि होइन हेर्नुहोस् त त्यस्तो एउटा नाङ्गो शरीरलाई चाहिँ लास्टसम्म ढाकिदिने एउटा आविष्कारवादीलाई आज दलित बनाएर चाहिँ कुण्ठित गरिएको छ कि छैन उहाँको अधिकार हो कि होइन कुन चाहिँ उपाध्याय बाहुनले लुगा आविष्कार गरिरहेको छ नि हिजो सिलाउने काट्ने हो कि होइन त्यस कारणले गर्दाखेरि उहाँहरू एउटा चाहिँ यो देशको आज विभिन्न किसिमको कल कारखाना आएको हिजो इतिहास छ जीवित इतिहास छ उहाँहरू भनेको आविष्कारवादी हो उहाँहरूलाई सम्मान गरिनुपर्ने ठाउँमा यहाँ चाहिँ मुलुकमा ठिक विपरीत कार्यहरू भएको छ यो कङ्ग्रेसले कहिल्यै पनि गर्दैन किनभने शक्ति र सरकारमा आज मात्रै छन् र हिजो पनि थियो त्यो एमाले माओवादी शक्ति र सरकारमा पुगिसकेको साथीहरू कहिल्यै पनि पुरा गर्न सक्दैन पुरा गर्छ त कसले गर्छ भन्दाखेरि एउटै मात्रै राजनीतिक दल मङ्गोल नेसन अर्गनाइजेसन सङ्गठनले मात्रै गर्छ त्यस कारणले गर्दाखेरि यहाँ विभिन्न किसिमको विधेयकहरूबाट हामी हेपिरहेका छौँ थिचिरहेका छौँ पिसिरहेका छौँ अब धेरै पिसिनु हुँदैन अबको युगमा पनि हेपिएर बाँच्न हुँदैन यो धरतीमा मान्छे भएर जन्मिसकेपछि मान्छे जस्तो भएर बाँच्नको लागि बचाउनको लागि अब तपाईँ हाम्रो एक मुठी सास र एक थोपा रगत भएसम्म तपाईँ हामी एक ठाउँमा उभिएर साझा विचार र सद्भावबाट अघि बढौँ भन्ने पनि म यहाँलाई अनुरोध गर्न चाहन्छु किनभने पार्टी विभिन्न पार्टी राजनीतिक दलहरू छन् त्यो दलहरूबाट हामीले के अपेक्षा गर्ने हेर्नुहोस् त्यस कारणले गर्दाखेरि अझ जुन खालको चाहिँ नि हाम्रो झापाकै राजेन्द्र लिङदेन लुङाज्यू हुनुहुन्छ राष्ट्रिय प्रजातन्त्र पार्टीको होइन उहाँलाई
भोट दिएर हाम्रो कहिल्यै पनि लिम्बू प्रधानमन्त्री हुन दिँदैन। किन थाहा छ? उहाँलाई त खाली चाहिँ यो यहाँको चाहिँ सम्पूर्ण मूलवासी मङ्गलहरू चाहिँ एक ठाउँमा उभ्याएर फ्याट्टै चाहिँ नि भारी मत ल्याएर चाहिँ गयो भने फेरि एउटा तयार भइराखेको छ। यस कारणले गर्दाखेरि सम्भव छैन। आश नगरौँ यो जसपाबाट हुन्छ कि यो राप्रपाबाट हुन्छ कि यो चाहिँ यो कहिल्यै पनि नसोच्नु। यो लेखेर राख्नु होला तपाईँहरूले। यदि तपाईँहरू ठुलै पोस्टमा पुग्नु भयो भने पनि अघिको हिसाब पनि कहिले काहीँ गर्नु होला। मैले भने त्यो हिसाबमा बराबर कहिल्यै पनि हुँदैन। यति विचार गर्नुहोस्, यति ख्याल गरेर तपाईँहरूले मनन गर्नु। त्यस कारणले गर्दा जुन रामबहादुर थापा बादल अस्ति गृहमन्त्री हुँदाखेरि त्यही भयो, कहिल्यै अङ्क बराबर भएन। उसले गृह चलाउनु पर्ने, गृहले उसलाई चलाइरहेछ अनि कहिल्यै। त्यस कारणले गर्दाखेरि यो सोचौँ कि हामीले मुक्ति प्राप्त गर्छौँ, कङ्ग्रेसमा बसेर एमाले माओवादीमा बसेर मुक्ति प्राप्त गर्छौँ। यो राप्रपा र जसपामा बसेर अहिले यस फेरि हेर्नुहोस्, यसमा बसेर मुक्ति प्राप्त कहिले पनि हुन सक्दैन। यो ग्यारेन्टी छ। तपाईँहरूले लेखेर राख्दा हुन्छ, यहाँलाई आह्वान गर्नु। त्यस कारणले गर्दाखेरि अब पटक पटक झुक्किनु हुँदैन। झुक्किनु जति झुक्किसकेका छौँ। यी कहानीहरू धेरै छन्, यहाँ कथाहरू धेरै छन्। त्यो कथाहरू आधिकारिक रूपमा हामीले प्रस्तुत गर्न पनि सक्दैनौँ, किनभनेदेखि समय पनि पुग्दैन। र यहाँ किनभनेदेखि तपाईँ हामीलाई चाहिँ धेरै पटक उशृङ्खल खालको भाषणहरू, हुँदै नहुने आश्वासनहरू, उफार्ने खालको, झन्काउने खालको, भड्काउने खालको, अहिले सडकमा चाहिँ नै आन्दोलन गर्ने खालको आयो भने मात्रै हामीले सुन्न सक्ने हैसियत भइसकेको छ। त्यो केले गर्दाखेरि हो भन्दाखेरि कि हठात राजनीति गर्ने साथीहरूको कारणले गर्दाखेरि हामी त्यो अवस्थामा पुगिसकेका छौँ, गुज्रिसकेका छौँ। त्यस कारणले गर्दाखेरि अब धेरै कुरा गर्नुभन्दा पनि तपाईँहरूले पनि बुझिसक्नु भएको छ पक्कै पनि। र हामीले पनि बुझ्दै जानुपर्छ, गर्दै जानुपर्छ। सबैसँग सद्भाव र समानताको आधारबाट अगाडि बढ्नुपर्छ भन्ने हामीले जुन खालको अनुरोध लिएर अगाडि बढ्नुपर्छ भन्ने पनि यहाँलाई आह्वान र अनुरोध गर्न चाहन्छु। किनभने यी हामीले यो किसिमबाट अझै पनि अलिक विचार गरेर एकपटक विचार गरौँ भनियो भने हामी सकिसक्छौँ। तर कहिले पनि विचाराधीन जो विचार गरेका छौँ त्यो विचाराधीन मात्रै रहनेछ। हामीले जुन खालको समय अनुसारको प्राप्त गर्न सक्दैनौँ। कुनै पनि पशुगत स्थितिबाट हामीले जुन फटको मार्न सक्दैनौँ त्यो छर्लङ्ग छ। किनभने आशले निराश भइसकेका छौँ। यहाँ भइराखेको कल कारखानाहरू बन्द भइसकेको छ। भइराखेको चाहिँ तपाईँको सरकारको चाहिँ जग्गा जमिनहरू जुन किसिमको चाहिँ कल कारखानाहरू चलिरहेको छ त्यो व्यक्तिको नाममा गइसकेको स्थितिहरू छ। कसले बुझेको छ यो जनताको मर्म र भावनाहरू? कसले बुझ्छ त भन्दाखेरि अब आउँदै गरेको जुन प्रान्तीय संसदीय चुनाव र प्रतिनिधि संसदको चुनावमा जनताले यदि मुलुक परिवर्तन चाहन्छ भने, यदि यहाँको बेरोजगार, यहाँको व्यथिति र भ्रष्टाचार र महँगी निर्मूल पार्नु छ भने अब पक्कै पनि दिनुहुन्छ चुनाव चिन्ह कुखुराको भालेमा मतदान। अनि मात्रै मुलुक हेर्नु हामीले देख्न सक्छौँ कसरी फटको मार्छ र कसरी अगाडि बढ्दो रहेछ भन्ने कुरा अनि मात्रै थाहा हुन्छ। त्यस कारणले गर्दा त्यसको तयारीको लागि पनि सम्पूर्ण पदाधिकारीज्यूहरूलाई म आग्रह र अनुरोध गर्न चाहन्छु कि सम्पूर्ण देशदेखि विदेशसम्म छरिएर रहनुहुने सम्पूर्ण मूलवासी मङ्गोल साथीहरूलाई आह्वान गरेर अब तपाईँ हामी तयारीको अवस्थामा अघि बढ्नुपर्छ भन्ने पनि आह्वान र अनुरोध गर्न चाहन्छु। किनभने यी कुराहरू धेरै कुराहरू गर्दाखेरि तपाईँहरूलाई निन्द्रा पनि पर्न सक्छ। अघि मैले भनिसकेँ, यहाँ अहिले चाहिँ नि विचार भुल्डुङ त्यहाँ छ साथी हो, त्यो चट्ट पारेर चाहिँ ठोक्नुपर्छ भन्यो भने मात्र जागर आउने भइसकेका छ। त्यस कारणले गर्दाखेरि धेरै सत्य कुराहरू पनि हामीले बुझाउँदा बुझ्न पनि सक्दैनौँ र बुझाउनै पनि नसकिएला त्यो खालको परिस्थितिहरूमा हामी गुज्रिसकेको स्थिति।
त्यस कारणले गर्दा कुनै पार्टीको फल्ना जिसका पार्टीको फल्ना नभनिकन पहिला हेर्नुपर्छ अनुहार, आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ। मेरै जस्तो रहेछ फल्नेको भनेर साथीहरूलाई एकता बनाएर एकबद्ध भएर तपाईँ अगाडि बढ्नुपर्छ, अनि मात्रै मुक्ति प्राप्त हुन्छ, अस्तित्व प्राप्त हुन्छ। यो आह्वान अनुरोध छ यहाँ। किनभने यो फल्ना पार्टीको झोले यो हनुमान त्यसो भन्नु हुँदैन। बिचरा उसले जानेको त्यति नै हनुमान भयो कि अब झोले भयो के जान्नु होइन, उसको कुरा हो। त्यस कारणले गर्दा यो फल्ना पार्टीको चाहिँ यो हाम्रो ठुटुना बोकेको यही हो। यो सबैभन्दा हाम्रो चुनावमा बिगार्ने बिठल्ने यही हो। त्यसो होइन, उसले बिचरा जानेकै त्यति त गुरु भेटे त्यस्तै खालको अनि के गर्नु त, त्यसलाई त बिस्तारै फर्काउनु पो पर्छ त, एक ठाउँमा उभिनु पो पर्छ त। त्यसरी चाहिँ राइट पोजिसनमा गएर तपाईँ हामी अङ्क गनिरहनु बराबर पुग्छ कि पुग्दैन, त्यो आधारबाट तपाईँ हामी सबै हातेमालो गरेर अगाडि बढ्नुपर्छ। यही नै आह्वान र अनुरोध गर्दैन। समय त्यस्तै खालको छ। कयौँ अथाह अमूल्य समयहरू तपाईँहरू पनि आफ्नो ठाउँमा छाडेर आइदिनु भयो होला। तपाईँहरूलाई हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु। यहाँ ज्येष्ठ नागरिक बुवाहरू हुनुहुन्छ, तपाईँहरूलाई हतार भइसकेको होला। किनभने सबैभन्दा पहिलो प्राथमिकता त तपाईँ हामीलाई, सबैभन्दा तपाईँ हाम्रो ईश्वरलाई मैले देखिरहेको छु, हाम्रो ईश्वरलाई सबैभन्दा समय कम्ती हुन्छ। किनभने हेर्नुहोस्, 3 किसिममा विभाजित छ मुलुकमा सर्वभौम जनताहरू। हामी 3 किसिमको परिस्थितिमा गुज्रिरहेका छौँ। एउटा साह्रै धनी, एउटा मध्यम वर्ग र एउटा साह्रै निम्न वर्ग, हो कि होइन? त हामी साह्रै निम्न पनि होइन, साह्रै धनाढ्य पनि होइन, साह्रै गरिब पनि होइन नि त, मध्यम वर्गको हो तपाईँ हामीलाई चाहिँ के हुन्छ त भन्दा यो तिनै तल त्यही खालको स्थिति हुन्छ। यो राजनीति भनेको धनीलाई राजनीति गर्नु आशेकै छैन, त्यसलाई उसलाई समस्यै पर्दैन, उसलाई किन खाँचो पर्यो, हो कि होइन? गरिब एकदमै निम्न वर्गलाई राजनीति के हो थाहा छैन, उसलाई केवल राजनीतिमा दौड्यो भने भएर के खाने, के छोराछोरी दिने, हो कि होइन? समस्या छ नि त, हो कि होइन? अब तपाईँ हामी मध्यम वर्गलाई चाहिँ फुर्सद छैन, यता हेर्ने कि उता हेर्ने कि उतै लोभ, यता पनि समस्या, माथि पनि हेर्नु पर्यो, तल पनि हेर्नु पर्यो, आफ्नो स्थिति पनि हेर्नु पर्यो, फुर्सदै हुँदैन। त्यस कारणले गर्दा यो बेफुर्सदको कारणबाट पनि तपाईँहरू फुर्सद निकालेर आइदिनु भयो। हृदयदेखि नै यहाँलाई मेरो धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट। र यसरी नै सङ्घर्षको दौरानमा हामी हरेक पोजिसनबाट अब कसै झोले हनुमन्ते होइन, हाम्रै दाजुभाइहरू थिइन्, त्यो जुनसुकै पार्टीमा भए पनि जुनसुकै के फरक पर्छ, तर अब एकपटक विचार गरेर तपाईँ हामी एक ठाउँमा उभिएर हिजोका विगतका कुराहरू जे सुकै भए पनि अब साझा भाव र विचार बोकेर यो मुलुकमा तरङ्ग फैल्याउनु पर्ने स्थिति आइसकेको छ। त्यस कारणले गर्दाखेरि यहाँलाई हार्दिकतापूर्ण आह्वान अनुरोध गर्दै र जुन किसिमले आजको एउटा घोषणा सभाबाट सम्पूर्ण नवनिर्वाचित यो कमल गम्पली वार्ड नम्बर 5 का सम्पूर्ण पदाधिकारीज्यूहरूलाई यहाँहरूको कार्यकाल यहाँ मात्रै सीमित होइन, आजको जुन घोषणाबाट चाहिँ तपाईँहरू यो मुलुकको मात्रै नभएर चाहिँ तपाईँको चाहिँ जुन संसद भवनसम्म हल्लाउन सक्ने हैसियतमा पुग्नुहोस्, यो शुभकामना पनि छ। यहाँलाई अनुरोध पनि छ, किनभने हरेक विधेयकबाट नै तपाईँ हामी तयार भएर हरेक पोजिसनबाट तपाईँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। पक्कै पनि एकैचोटि माथि पुगेको होइन, तपाईँ हामी एकैचोटि यसरी बोल्ने हिँड्नु सक्ने हैसियत भएको होइन। त्यस कारणले गर्दा समय लाग्छ। त्यस कारणले गर्दा त्यही समयलाई नै अध्ययन गरेर फलो गरेर मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठनको दर्शन र विचार सही शिरोधार्य गरेर तपाईँ हामी अगाडि बढ्नुपर्छ भन्ने आह्वान अनुरोध गर्दै यहाँ सम्पूर्ण जिल्लाका विभिन्न जिल्ला तथा विभिन्न नगरसभाबाट आउनुभएका पदाधिकारीज्यू लगायत सम्पूर्ण यहाँ शुभचिन्तक शुभेच्छुक मित्रहरू विभिन्न पार्टी पद्धतिबाट आस्था विचार गरेर आउनु भएको छ भने पनि र यहाँ अशक्त बुवाहरू पनि हुनुहुन्छ। हरेक विधेयकबाट ज्येष्ठ नागरिक बुवा आमा तथा दिदीबहिनीहरूको यहाँहरू जुन किसिमले चाहिँ मूलवासी र मङ्गोलको विषयमा केही सुन्न बुझ्न र बुझाउन आइदिनु भयो, यहाँलाई म हृदयदेखि नै म धन्यवाद दिँदै र यहाँहरूको आउने समयमा
कहिल्यै पनि दुःखको दिन नआओस् यहाँहरूको सुस्वास्थ्यको कामना गर्दै र जुन आजको यो एउटा महत्त्वपूर्ण एउटा चाहिँ जुन कार्यक्रममा निमन्त्रणा गर्नुभयो जुन खालको चाहिँ आह्वान गर्नुभयो र यहाँ केही मूलवासी र मङ्गोलको विषयमा केही छोटो भनाइ के खालको राख्ने मौका दिनुभएकोमा सम्पूर्ण आयोजक टिमलाई विशेष रूपमा म धन्यवाद दिँदै मेरो भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त फेरि पनि बिदाई हुँदाको